दर्शकबिन नमस्कार, मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई एउटा यस्तो कथा भन्दैछु तपाईहरुलाई पक्कै पनि मन पर्नेछ। यो भिडियोमा म तपाईहरुलाई 50 वर्षको बुढा र 25 वर्षकी युवती बीचको सम्बन्धको बारेमा बताउँदैछु, त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोला। अधुरो प्रेमको एक मौन कोलाहल। जगदीशको जीवन एउटा गहिरो शान्त नदी जस्तै थियो। 50 वर्षको उमेरमा उनले जीवनका उतार चढावलाई पार गरिसकेका थिए र उनको अनुहारमा अनुभवको एक किसिमको गाम्भीर्य झल्कन्थ्यो। एउटा प्रतिष्ठित पुस्तकालयमा काम गर्ने उनी पुराना किताबको वासना र तिनको मौनतामा रमाउँथे अनि उनको शान्त संसारमा 25 वर्षीय नयनताराको आगमन भयो, वसन्तको पहिलो झोक्का जस्तै। उनी पुस्तकालयमा अनुसन्धान गर्न आउँथिन्, जिज्ञासु आँखा र एक नरोकिने मुस्कान बोकेर। उनको उपस्थितिले जगदीशलाई वर्षौं अघिको आफ्नो युवावस्था र सपनाको याद दिलाउँथ्यो। सुरुमा उनीहरूबीचको सम्बन्ध विशुद्ध व्यावसायिक थियो। जगदीशले पुस्तक खोज्न सहयोग गर्ने, नयनताराले धन्यवाद दिने। तर बिस्तारै यो मित्रतामा बदलियो। नयनतारा जगदीशको ज्ञानको गहिराईबाट प्रभावित थिइन् र जगदीश नयनताराको जीवनप्रतिको उत्साह र ऊर्जाबाट। उनीहरूले कला, साहित्य र जीवनका दार्शनिक पक्षबारे लामो कुराकानी गर्थे। उनलाई लाग्थ्यो यति धेरै वर्षपछि कसैले उनको आत्माको मौन भाषा बुझिरहेको छ। समय बित्दै जाँदा जगदीशले आफूलाई नयनताराप्रति भावनात्मक रूपमा आकर्षित भएको महसुस गरे। यो केवल आकर्षण थिएन, यो एक गहिरो प्रेम थियो, निस्वार्थ, पवित्र र त्रासपूर्ण यसकारण कि उनलाई उनीहरूको उमेरको ठूलो दूरी स्पष्टसँग देखिन्थ्यो, लगभग 25 वर्षको अन्तर। उनी एउटा पूरा पुस्ताभन्दा बुढा थिए। एक साँझ जब पुस्तकालय बन्द भइसकेको थियो, नयनताराले जगदीशलाई भनिन्, जगदीशजी, मलाई लाग्छ म तपाईलाई मन पराउँछु। तपाईको साथमा म पूर्ण र सुरक्षित महसुस गर्छु। यो स्वीकारोक्तिले जगदीशको हृदय एकसाथ हर्ष र पीडाले भरियो। उनले नयनताराको हात समाए, त्यो हात जुन उनको भन्दा निकै नरम र सानो थियो। नयनतारा उनले आफ्नो आवाजमा ठूलो बल जुटाएर भने, तिमी कति सुन्दर र प्रतिभाशाली छौ, म पनि तिमीलाई असाध्यै मन पराउँछु, तर हामीबीच एउटा लामो पर्खाल छ। जुन समयले खडा गरेको छ, उमेर त एउटा संख्या मात्र हो, होइन र? नयनताराले तर्क गरिन्, हो, तर समाजले यसलाई एउटा संख्या मात्र मान्दैन। तिम्रो अगाडि सम्पूर्ण जीवन छ, सपनाहरू, करियर, परिवार। म तिम्रो त्यो यात्राको बीचमा आउन चाहन्न जसले तिमीलाई रोक्न सकोस्। मेरो 50 वर्षले तिम्रो 25 वर्षको जीवनलाई कतै ओझेलमा पार्ने त होइन। उनको आवाजमा अपार दुःख थियो। जगदीशले बुझेका थिए कि उनीहरूले एक अर्कालाई प्रेम गरे तापनि उनीहरूको जीवनको गति र गन्तव्य फरक थियो। नयनतारालाई ऊर्जाले भरिएको एउटा संसार चाहिएको थियो, जहाँ उनी खुल्ला आकाशमा उड्न सकुन्। जगदीशको संसार शान्त थियो, जसले सायद नयनताराको उडानलाई सीमित गर्थ्यो। उनले भारी मनले निर्णय गरे कि यो प्रेम जगदीशको मौन बलिदान र नयनताराको स्वतन्त्रतामा टुङ्गियोस्। हाम्रो कथा यहीसम्म हो मेरी प्यारी नयनतारा। तिमीलाई म सधैँ प्रेम गर्नेछु, तर अब तिमी जानुपर्छ। आफ्नो जीवन पूर्ण रूपमा जिउनुपर्छ। म तिम्रो बाटोको ढुङ्गा बन्न सक्दिन। नयनताराका आँखा आँसुले भरिए। उनले जगदीशलाई अङ्गालो हालिन्। यो अङ्गालोमा अपूर्ण प्रेमको अन्तिम स्वीकारोक्ति थियो। नयनतारा गइन्। पुस्तकालयमा फेरि शान्ति छायो, तर जगदीशको हृदयमा एक मौन कोलाहल सधैँका लागि बस्यो। उनी पुराना किताबहरूका पानामा। दर्शकबिन नमस्कार, मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई एउटा यस्तो कथा भन्दैछु तपाईहरुलाई पक्कै पनि मन पर्नेछ। यो भिडियोमा म तपाईहरुलाई 50 वर्षको बुढा र 25 वर्षकी युवती बीचको सम्बन्धको बारेमा बताउँदैछु, त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोला। अधुरो प्रेमको एक मौन कोलाहल। जगदीशको जीवन एउटा गहिरो शान्त नदी जस्तै थियो। 50 वर्षको उमेरमा उनले जीवनका उतार चढावलाई पार गरिसकेका थिए र उनको अनुहारमा अनुभवको एक किसिमको गाम्भीर्य झल्कन्थ्यो। एउटा प्रतिष्ठित पुस्तकालयमा काम गर्ने उनी पुराना किताबको वासना र तिनको मौनतामा रमाउँथे अनि उनको शान्त संसारमा 25 वर्षीय नयनताराको आगमन भयो, वसन्तको पहिलो झोक्का जस्तै। उनी पुस्तकालयमा अनुसन्धान गर्न आउँथिन्, जिज्ञासु आँखा र एक नरोकिने मुस्कान बोकेर। उनको उपस्थितिले जगदीशलाई वर्षौं अघिको आफ्नो युवावस्था र सपनाको याद दिलाउँथ्यो। सुरुमा उनीहरूबीचको सम्बन्ध विशुद्ध व्यावसायिक थियो। जगदीशले पुस्तक खोज्न सहयोग गर्ने, नयनताराले धन्यवाद दिने। तर बिस्तारै यो मित्रतामा बदलियो। नयनतारा जगदीशको ज्ञानको गहिराईबाट प्रभावित थिइन् र जगदीश नयनताराको जीवनप्रतिको उत्साह र ऊर्जाबाट। उनीहरूले कला, साहित्य र जीवनका दार्शनिक पक्षबारे लामो कुराकानी गर्थे। उनलाई लाग्थ्यो यति धेरै वर्षपछि कसैले उनको आत्माको मौन भाषा बुझिरहेको छ। समय बित्दै जाँदा जगदीशले आफूलाई नयनताराप्रति भावनात्मक रूपमा आकर्षित भएको महसुस गरे।
यो केवल आकर्षण थिएन, यो एक गहिरो प्रेम थियो, निस्वार्थ, पवित्र र त्रासपूर्ण यसकारण कि उनलाई उनीहरूको उमेरको ठूलो दूरी स्पष्टसँग देखिन्थ्यो, लगभग 25 वर्षको अन्तर। उनी एउटा पूरा पुस्ताभन्दा बुढा थिए। एक साँझ जब पुस्तकालय बन्द भइसकेको थियो, नयनताराले जगदीशलाई भनिन्, जगदीशजी, मलाई लाग्छ म तपाईलाई मन पराउँछु। तपाईको साथमा म पूर्ण र सुरक्षित महसुस गर्छु। यो स्वीकारोक्तिले जगदीशको हृदय एकसाथ हर्ष र पीडाले भरियो। उनले नयनताराको हात समाए, त्यो हात जुन उनको भन्दा निकै नरम र सानो थियो। नयनतारा, उनले आफ्नो आवाजमा ठूलो बल जुटाएर भने, तिमी कति सुन्दर र प्रतिभाशाली छौ, म पनि तिमीलाई असाध्यै मन पराउँछु, तर हामीबीच एउटा लामो पर्खाल छ जुन समयले खडा गरेको छ। उमेर त एउटा संख्या मात्र हो, होइन र? नयनताराले तर्क गरिन्, हो, तर समाजले यसलाई एउटा संख्या मात्र मान्दैन। तिम्रो अगाडि सम्पूर्ण जीवन छ, सपनाहरू, करियर, परिवार। म तिम्रो त्यो यात्राको बीचमा आउन चाहन्न जसले तिमीलाई रोक्न सकोस्। मेरो 50 वर्षले तिम्रो 25 वर्षको जीवनलाई कतै ओझेलमा पार्ने त होइन। उनको आवाजमा अपार दुःख थियो। जगदीशले बुझेका थिए कि उनीहरूले एक अर्कालाई प्रेम गरे तापनि उनीहरूको जीवनको गति र गन्तव्य फरक थियो। नयनतारालाई ऊर्जाले भरिएको एउटा संसार चाहिएको थियो, जहाँ उनी खुल्ला आकाशमा उड्न सकुन्। जगदीशको संसार शान्त थियो, जसले सायद नयनताराको उडानलाई सीमित गर्थ्यो। उनले भारी मनले निर्णय गरे कि यो प्रेम जगदीशको मौन बलिदान र नयनताराको स्वतन्त्रतामा टुङ्गियोस्। हाम्रो कथा यहीसम्म हो, मेरी प्यारी नयनतारा। तिमीलाई म सधैँ प्रेम गर्नेछु, तर अब तिमी जानुपर्छ। आफ्नो जीवन पूर्ण रूपमा जिउनुपर्छ। म तिम्रो बाटोको ढुङ्गा बन्न सक्दिन। नयनताराका आँखा आँसुले भरिए। उनले जगदीशलाई अँगालो हालिन्। यो अँगालोमा अपूर्ण प्रेमको अन्तिम स्वीकारोक्ति थियो। नयनतारा गइन्। पुस्तकालयमा फेरि शान्ति छायो, तर जगदीशको हृदयमा एक मौन कोलाहल सधैँका लागि बस्यो। उनी पुराना किताबहरूका पानामा